हेलो सेवा नमस्ते सम्पूर्णलाई मेरो मिनी भ्लगमा स्वागत छ। हामी चाहिँ आज बुढा सुब्बा दन्तकालीनको दर्शन गर्न जाँदैछौँ छोरासँग। पुरा हामी चाहिँ यो पिण्डेश्वरी मन्दिरको योमा चाहिँ हाइकिङ गर्दै गएको गाडीमा हैन, हिँड्दै गएको। अनि यता चाहिँ चर्च छ, यता चाहिँ फेरि हिन्दूहरूको मन्दिर छ। हामी चाहिँ यहाँ जाँदैछौँ पुरा हामी एक्सर्साइज होस् भनेर चाहिँ हिँड्दै आमा छोरा लागेको। आधीसम्म चाहिँ टेम्पोमा आयौँ, त्यस पछाडि चाहिँ अनि हामी हिँड्दै जाँदैछौँ। बाटो छैन कि हो? बहिनीहरूसँग आउँदा होइन, पहिले कति वर्ष अगाडि पो हौ यस्तो लिची फल्दैछ, कति मजाले। कति मजाले फुलेछ फुल। उताबाट पनि बाटो छ, तर अब हामी चाहिँ यताबाट गाडी पनि हिँड्छ नि त। सिटी हिँडेको, तर झ्यासहरू पलाएर बाटो नै अवरुद्ध बनाइसकेको रहेछ। हामी चाहिँ यो खत्री धारा कि के भन्ने ठाउँ आइपुग्नु लागिरहेछौँ के, तर के धारा भन्छ हौ यहाँ। यसरी व्यवस्थित रूपमा यो गरिदिनु भएको छ। यताबाट गयो भने चाहिँ दन्तकाली मन्दिर पुगिन्छ, यताबाट चाहिँ बुढा सुब्बा। हामी चाहिँ पहिले बुढा सुब्बा जाने, अनि यताबाट दन्तकाली हुँदै झर्ने भन्ने सोच छ। अनि अहिले त निकै यस्तो भइसकेछ, यहाँ थुप्रै भयो नआएको। यसरी सँगै हिँड्नुपर्छ नानी। आइहाल्छु त्यहाँ माथिसम्म यत्रो मन्दिरको सहर भनेर काठमाडौँ चिनिन्छ, धरान पनि मन्दिर छ। बालाजी मन्दिर अरे यो चाहिँ। किन कुद्नु हौ फेरि? यता चाहिँ दन्तकाली मन्दिर, त्यहाँबाट गइन्छ। यता चाहिँ बुढा सुब्बा। हामी चाहिँ पहिले बुढा सुब्बा जाने, त्यस पछाडि मात्रै हिँड्ने बानी हराएछ हौ। हामी हाइकिङ जाने भन्ने पनि कुरा थियो नानाहरूसँग, अब कहिले जान्छ त्यो थाहा छैन। हिँड्नु त यस्तो त्यहाँबाट माछाबाउरीबाट हिँडेर यति आउँदा त पसिना भयो। झन् के हालत होला हाइकिङ जाँदाखेरि चाहिँ। तर कहिलेकाहीँ हरेक कुराको अनुभवहरू पनि गरिरहनुपर्छ क्या। मेरो छोरा चाहिँ माथि पुगेर पनि आइसक्यो। गलेन यहाँ हात्तीसर क्याम्पस होला सायद, यहाँ चाहिँ जस्तै लाग्छ। लु हेर्नु होला हाम्रो धरान सहर, धरान सिटी खासै देखिँदैन यहाँबाट त। भरे दन्तकालीको बाटो झर्दाखेरि चाहिँ एकदम राम्रो देखिन्छ क्या त्यहाँबाट चाहिँ। ल नानी यो के भन्छ हस्पिटल, पसिनै हस्पिटल घोपा। ओ घोपा क्याम्पहरू त्यो पराएको उयो। घोपा क्याम्प त
भुटानको सहर हर्का साम्पाङ मेयर हर्का साम्पाङ पूर्व मेयर भनौँ न अब त अहिले त हुनुहुन्न हामी चाहिँ 100%को चाहिँ कति 60% जति निस्किसक्यौँ होला अब 40% छ बुढासुब्बा पुग्नको लागि ओइ हामी चाहिँ यहाँ गोलचोक निस्किन आँटिसक्यौँ है छोरा त्यहाँ अघि अघि छ म यहाँ पछि पछि छु अनि हामी आउने भनेको चाहिँ छोरा र मम्मी आउने भनेको चाहिँ थुप्रै भइसकेको थियो तर अब सोचे जस्तो कहिले नहुने क्या जाने 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 भन्ने सोच्दा सोच्दै बल्ल आज साइज जिरो हामी चाहिँ यहाँ गोलचोक निस्किन आँटेको छौँ है यस्तो मान्छेहरू क्या अझै शिक्षित छैन भने चक्लेट खायो बिस्कुट खायो भुइँभरि थुपारिराखेको छ कतिसम्म मान्छे गिरेको हुन्छ भने यहाँ टट मान्छे एक एकजनाले फोहोर गरेकोले यति धेरै हुने हो क्या सबैजनाले सफा गरेर त सफा हुने हो नि होइन र के कसो हौ साथीहरू हुन्छ यही गोलचोक निस्क्यौँ है बल्ल 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 गोलचोक निस्क्यौँ ओ यता चाहिँ बाटो बन्द रहेछ है बाटो बन्द रहेछ भर्खरै कान्छा यता कति धेरै गर्मी भएकै छ हो यहाँ माथि आउँदाखेरि त यहाँ उता छोरा छ म यता छु चाहिँ अब आइपुग्न आँट्यौँ ल म त्यतै आउँछु यहाँ पनि मन्दिर छ यो चाहिँ हामी बुढासुब्बा पुग्ने आँटेको बेलामाको मन्दिर है अन्त यो के मन्दिर हो म त कतिचोटि ओहोरदोहोर यहाँनिर बुढासुब्बा त अब हामी कति धेरै आउँछौँ नि त नामै पो थाहा भएन यो त के मन्दिर हो यता कान्छ यता तल झर्नुपर्छ नि त यहाँबाट त त्यही हो नि त गएर हामी चाहिँ यहाँ आमा छोरा खोइ छोरा त यहाँ नै आमा छोरा है गर्मीले भर्खर निस्किँदै गरेको थियो नि यति साह्रो गर्मी हो छ्या आइपुग्न लाग्यो छाता खोला न नानी हामी चाहिँ आइपुग्यौँ बुढासुब्बा हामीले लिइसक्यौँ दिदी हजुर हामीले लिइसक्यौँ चाहिँ यहाँ आइपुग्यौँ ल सबैजनालाई हामी पुरा बुढासुब्बाको दर्शन गराउन छु मेरो युट्युब फ्यामिलीहरू सबैलाई धेरै त हुनुहुन्न सबैजनालाई कति बज्यो आज हो यता पछि पछि आमामा कति धेरै लाइन त बिहान बिहान आज शनिबार हो नि त त्यही भएर कति धेरै लाइन रहेछ भने त्यो चाहिँ भालेको लाइन हो यहाँ तलसम्म घुमाएर कहाँबाट हो लाइन कहाँ बस्ने हो पूजाको त होइन होला पूजाको लाइन छैन होला क्या पूजा गरेर त निस्किनु पाइहाल्छ नि त
हामी यहाँ तलको हो कि माथिको हो? पुरा भालेको लाइन होला सायद। हजुर यति धेरै रहेछ भने अहिले नै। आरती भएर मात्रै टिका लाग्छ के तपाईँहरूले ल्याएको सामानहरू ए हजुर हुन्छ छ नि त। हस् नानी पैसा त्यहाँ राख्दैौ नानी राखिसकेको लु बोकायो एकछिन बोका कान्छ कताबाट निस्किनु ल अब यता बहिनीकोमा दाजुकोमा पूजा गऱ्यौँ अब बहिनीकोमा माथि पनि के लाइन त होला नि दाजुकोमा लाएर चाहिँ हाम्रो चाहिँ बहिनीकोमा पूजा गर्न आँटेको है आइज कहाँ चल त्यहाँ टिका लगाउनु रहेछ तलपट्टि चाहिँ टिका लगाइन्छ मम्मी घन्टी टङ्ग बजाएर दिमागै फुट्यो मेरो हाम्रो 81 दुईटा लाइन भनिदिइहाल्यो एउटा कुखुरा एउटा पूजा गर्ने बिचारा निराश थियो निराश चाहिँ हेर्नु के भयो यो चाहिँ हाम्रो बुढा सुब्बा यो चाहिँ सिबेनी यो चाहिँ दाजु यहाँ चाहिँ बहिनी आज चाहिँ शनिबार भएकोले एकदम भिड छ भित्रैसम्म छ लाइन चाहिँ एकदम यस्तो भएछ लगाऊ न अलिकति उँधो सरिदिनु न ल
कारणले भित्र पनि परादेखिको लाइनै छ। यहाँ पनि परबाट यता तलदेखिको यसो हामी यहाँ पनि बाँधेको छ। पुरा सुब्बाको दर्शन गरेर पनि आइयो है आइयो। फर्कियौँ हामी चाहिँ बुढा सुब्बा सुबेनी हामी के बाहिरै गएर खाजा खाने यहाँनिर थियो नि पहिले है। हामी चाहिँ अब निस्केको है पुरा सुब्बामा चाहिँ अब यस्तै छ। माला गुडिया बाला सबै खाजा खानु पनि है। हामी चाहिँ खाजा खानु भनेको कहाँ देख्यौ तिमीले? कहाँ देखेको र? मेरो छोरा चाहिँ पुरा माग्ने जस्तै भएर बसिरहेको छ यहाँनिर। अत्तिको पनि बत्ती गर्मी भयो अरे हिँड्नै सकेन अरे हटाटेक घाउनु खोज्यो अरे अनि माग्नेको पोका जस्तै बोकेर बसिरहेको छ। बस न बस। गर्मी त साह्रै भइसक्यो नि त आमामा। जाँदा पनि कम्ती गर्मी थिएन आउँदा पनि। कुद्नु चाहिँ कसले लायो त? अङ्कल पनि एक्सर्साइज गर्दै हुनुहुँदो रहेछ। तलबाट निस्किनु भएको उभो कि उधोबाट आउनु भएको उभो? ए कहाँ माथिसम्म पुग्नुहुन्छ? ए माथि पुगेर झर्नुहुन्छ? घर चाहिँ यतै यता तलतिर एक्सर्साइज गर्दै आउनु भएको? हजुर बिहानै आउनु भएको? हजुर अहिलेको छोराहरू त त्यस्तै हो नि। हजुर अनि के बाल्यकालमा पैसा कमाउँदा हजुर 50 काम गरेँ हजुर गाडीमा। हजुर अहिले गाडी आफै एकलौटी छ। हजुर अहिले मलाई एकलौटी भनेर खेदिरहेछ। के गर्नु मर जा जा भनेर पैसा माग्दा पनि दिँदैन। हजुर 100-200 रुपियाँ लिएन। हजुर बाटो खानु पऱ्यो। छोरा कोही नगर 2 जना छोरी 2 जना हो। कुनैले पनि हेर्छन् मलाई। हजुर अहिले म एक्लै छु। पानी खाने पैसा चाहिँ दिइपठाउँछु ल तपाईँलाई। अब कतिखेर पुग्नुहुन्छ? बिहानै निस्किनु भएको भए चाहिँ अलिक उयो हुन्छ कि अब त गर्मी भइसक्यो। डाँडले पुग्छु नि। धरानको यो चाहिँ दन्तकाली मुन्तिर खै के भन्ने ठाउँ यता हो।
पुरानो घर रहेछ हौ यहाँ एउटा अझैसम्म नभत्काउनु भएको क्या जस्ताको जस्तै बाटोहरू पर्तुसलाई मनपर्ने चिजहरू रहेछ हौ त्यहाँ दाइ यहाँ पनि रहेछ ड्रिम पर्तुसको ड्रिम परितोषको ड्रिम सतारा लाइन आइपुगेछौँ हामी ट्राफिक बस्नु सरर है हामी चाहिँ भानुचोक चाहिँ भानुचोक ओह्राला लाग्दैछौँ आज त आमा छोरा त डुल्लैसम्म डुल्यो आज हाम्रो हाइकिङ चाहिँ डरै भयो है केटा यता हेर न यो नानी मेरो छाताको यो लगाइदेऊ त हामी चाहिँ फर्किँदै गरेको है फर्किँदै गरेको अहिले फर्किने भने अहिले छिटो भएर झर्ना थुक्पा खाने मान्छे भयो हेरौँ त थुक्पा लवर होइन कस्तो भयो अरे त्यो अङ्कल त्यसरी रुँदाखेरि यता हेरेर हो न तँलाई कस्तो कस्तो पनि भएन भन्दै थिइस् त अनि बहुत दुःख लाग्यो भने कस्तो पनि भएन भन्दै थिइस् त छोराछोरीले चाहिँ नि बाउ आमाको आँसु चाहिँ त्यसरी कहिल्यै नखसाओस् ल सुनिस् नि बिचरा त्यस्तो अशक्त हुनुहुन्थ्यो तिमीहरू कुटुटु कुद्छ होला त्यसो भन्दै बिचरालाई डर भयो होला नि हिँड्नु सक्दैन अनि हामी चाहिँ घर पनि आइसक्यौँ अनि घर आएर पनि अब यताउति गऱ्यौँ अनि भिडियोहरू धेरै त बनायौँ थोरै थोरै बनायौँ के कस्तो हुन्छ हजुरहरूले जानकारी दिनुहोला के कस्तो भयो हाम्रो भिडियोहरू हेर्दै जानुहोला अनि अहिले चाहिँ अब भिडियो अन्तिम गर्नु भनेर चाहिँ नि यहाँ घरमा आएर चाहिँ फेरि भिडियो बनाउँदैछौँ अनि अब आजको दिनचर्या चाहिँ बिहान 7 बजीतिर गयौँ होला 7-8 बजी 8 बजीतिर पुग्यौँ 8:30 झन्डै होइन 9:30तिर पुगेको थियौँ होला माथि अनि पूजासुजा गऱ्यौँ त्यस पछाडि अनि एकैचोटि पूजासुजा गरेर बाहिर निस्क्यौँ अनि बाहिर निस्केर अनि यसो खाजासाजा खाएर हामी आइहाल्यौँ अनि आउनु चाहिँ अघि नै आइपुगेको अनि अहिले चाहिँ भिडियो अन्तिम गर्नु पऱ्यो भनेर नि हजुरहरू सामु उपस्थित भएको छु भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु हस् त बाइ